दनादन भइरहेको छ। मसला लगाएँ होइन, माछा पाकेँ होइन। अब वेलकम ब्याक टु अनदर न्यू भ्लग। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला, अनि म पनि सन्चै रहेको छु। अनि के छ तपाईँहरू खबर? आराम हुनुहुन्छ? खाना खानुभयो नि? सब ठिक छ नि? म पनि एकदम ठिक छु। आज फेरि 1 सेकेन्ड मेरो छुट्टी। त्यसको कति छुट्टी भएको भन्नुहुन्छ होला है, र हप्ते पछि छुट्टी हुन्छ मेरो चाहिँ। आज त त्यस्तै हो, अब सधैँ छुट्टी हुन्छ, सधैँ तरकारी किन्न गछ। यहाँभन्दा अरू काम त हुँदैन हाम्रो। तैपनि यसो भिडियो बनाऊ सम्झनाको लागि भनेर होइन बनाउँदैछु। अनि के छ, आरामै हुनुहुन्छ? अनि यो भिडियोलाई चाहिँ लास्टसम्म हेरेर साथ दिनुहुनेछ भन्ने एकदम ठुलो आशा रहेको छ है। लाइक सेयर कमेन्ट गर्न सक्नुहुनेछ। बिहानै उठेँ, लुगा धोएँ, अनि यसो भोक लाग्यो जस्तो भयो। आज चाहिँ खाना नबनाउने, बाहिरै खाउँ भन्ने कुरो आयो। त्यही भएर यसो बाहिर आएको खाना चाहिँ। यहाँ चाहिँ यहाँ जाने, अब यसो नास्ता गर्ने। खाजा चाहिँ परोठा अनि अन्डा करी। आज चाहिँ हाम्रो खाजा किरण भाइले रौँ हानिरहेको छ मस्त। त्यही हो आजको नास्ता चाहिँ। परोठा र अनि करी चाहिँ सक्यो होइन, साइड पारियो। अब पालो चायको चाय पिउनुको मजै अर्को छ। खाएर निस्क्यो अनि अन्डा करी चाहिँ आउट अफ 7 आउट अफ 10, चिया 9 आउट अफ 10, परोठा 10 आउट 10। त्यति हो टोटल भयो। हामीले चाहिँ 12 दिरहम खर्च गऱ्यौँ। यही हो। अब तपाईँहरू गेस गर्न सक्नुहुन्छ, तपाईँहरू अन्दाजा लगाउन सक्नुहुन्छ कि दुईजनाले बिहानको नास्ता गर्दा कति खर्च हुन्छ। 12 दिरहम भयो, त्यसलाई लगभग 39-40 छ नेपालको रेट। त्यसले हिसाब गर्दा आइहाल्छ। त्यही हो, हाम्रो चाहिँ छुट्टी यसरी जान्छ। बेलुका भयो, खाना बनाउनु लाग्यो। आज खानामा चाहिँ के बन्दैछ भने माछा। आज चाहिँ फिस करी बनाएर खाने विचार गरेको। मसला लगाएँ होइन, मसला लगाएँ। यता तेल ताप्दैछ। आज चाहिँ माछा बनाएर खानुपर्छ सोच आयो कि हाम्रो। र धुरन्धर युवाहरू, देशका युवाहरू यता छन्। टक्क खुर्सानी, लसुन, अदुवा त्यस्तै छ केटोले। दनादन भइरहेको छ। म चाहिँ यता मेरै काम गर्दैछु। यहाँ फ्राई हुँदैछ अनि यसमा चाहिँ ग्रेभी बन्छ। डाइरेक्ट दुई ठाउँमा एकैचोटि ग्रेभी बन्छ, यताबाट निक्लिन्छ यता जान्छ होइन, एकैचोटि हुन्छ काम चाहिँ। अनि अब बाँकी नै छ।
हाँ? फ्राई रेडी, यहाँ ग्रेभी पनि रेडी, लगभग रेडी होइन। ल हाम्रो चाहिँ माछा पाक्यो होइन। अब यहाँ टक्क माथि एउटा धनियाँ हाल्ने अनि पाक्यो, अनि यति हो, पाक्यो। अब पाकेपछि नुहाइ गर्नु छ, नुहाइ गरेर फेरि खाना खाने। ओके, कस्तो लाग्यो मेरो पकाउने तरिका चाहिँ, भयो कि भएन, पकाएको भयो कि भएन कमेन्ट गर्नु होला। अब चाहिँ खानु लाग्यो हामी चाहिँ होइन। हाम्रो चाहिँ बेला भयो खाने, अनि हाम्रो खाना चाहिँ यस्तो छ। माछा भात, सलादलाई गाजर, भट्ट भाइले रन्काइसक्यो, हानिसक्यो। अनि यहाँ रूपक भाइ पनि हुनुहुन्छ, उहाँ त हनार देशको व्यक्ति हो। यो चाहिँ हाम्रो भोलिलाई प्याक हुन्छ होइन। अरू चाहिँ खान्छु ल। हामी चाहिँ खानासाना खायौँ होइन। मलाई खाना खाएर बेडमा पनि लडिसकेको। अनि यहाँसम्म हेरेर साथ दिनुभयो। अनि भिडियोमा केही पनि मन पर्यो भने मन परेमा भिडियोलाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न सक्नुहुन्छ होइन। अनि आजलाई यति नै, अब एकछिनमा सुत्छु। अनि गुड नाइट, जय नेपाल। अनि अर्को ब्लगमा भेटौँला।